आज हामी निन्द्रा अथवा स्लिपको बारेमा कुरा गर्छौँ। निन्द्रामा समस्या आउनु पनि एकदमै कमन कुरा हो। हामी मध्ये लगभग सबैजनालाई कुनै न कुनै रूपमा निन्द्राको कहिले न कहिले सानो अथवा ठुलो समस्या आइ नै रहेको होला। स्लिप निन्द्राको समस्याहरू चाहिँ हामीले दुई भागमा बाँड्छौँ। जेनरली प्राइमरी इन्सोम्निया भनिन्छ, जसलाई चाहिँ कुनै कारण बिना पनि निन्द्रामा समस्या आयो भने चाहिँ त्यसलाई प्राइमरी भनिन्छ। त्यसैगरी सेकेन्डरी इन्सोम्निया भनेको चाहिँ कुनै कारणवश, जस्तै भनौँ आफूलाई चाहिँ कुनै इन्जुरी भएको छ, चोटपटक लागेको छ, अथवा मानसिक स्वास्थ्य समस्या डिप्रेसन छ, अथवा भनौँ बाइपोलर डिसअर्डर छ, मेनिया छ, अथवा साइकोसिस छ, यस्ता लक्षणहरू अथवा चाहिँ यस्ता रोगहरूमा पनि निन्द्राको समस्याहरू आउँछन्। अब यदि यस्ता रोगहरूले निन्द्राको समस्या ल्याएको छ भने त त्यसलाई हामीले त्यो रोगहरू निको पार्दै जाँदाखेरि निन्द्राको समस्याहरू ठिक हुन्छ। तर यतिकै बिना कुनै कारण निन्द्राको समस्या आएको छ, जसलाई हामी प्राइमरी इन्सोम्निया भनिन्छ, त्यस्तो भएको छ भने हामीले दुई चारवटा कुराहरूमा ध्यान दिनु जरुरी छ। निन्द्राको लागि सबभन्दा ठुलो कुरा भनेको चाहिँ स्लिप हाइजिनका कुराहरू हुन्छ। स्लिप हाइजिन भनेको जसरी हामीले ह्यान्ड हाइजिनका कुरा गर्छौँ, मेन्स्ट्रुरल हाइजिनका कुरा गर्छौँ, डेन्टल हाइजिनका कुरा गर्छौँ, त्यस्तै स्लिप हाइजिनका कुराहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। स्लिप हाइजिनमा हामीले एउटा रुल छ 3-2-1 भन्ने रुल। त्यो रुल फलो गरियो भने चाहिँ स्लिपलाई धेरै मद्दत पुर्याउँछ। 3-2-1 भन्नाले 3 आवर्स बिफोर स्लिप हामीले चाहिँ हेभी मिल चाहिँ लास्ट हेभी मिल दिनको चाहिँ 3 घन्टा, अब सुत्नुभन्दा 3 घन्टा अगाडि लिनु पर्यो। त्यसै गरी कुनै पनि स्ट्रेनस एक्टिभिटी अथवा भनौँ एकदम दिमाग खियाउनु पर्ने एक्टिभिटीहरू गरिरहेका छौँ, फिजिकल एक्टिभिटी गरिरहेका छौँ भने त्यो चाहिँ 2 घन्टा, सुत्नुभन्दा 2 घन्टा अगाडि नै त्यो चाहिँ बन्द हुनु पर्यो। त्यसै गरी 3-2-1 मा 1 भन्नाले चाहिँ 1 आवर बिफोर स्लिपिङ वी सुड स्टप अल द स्क्रिन भनेको चाहिँ स्क्रिन टाइम चाहिँ हामीले त्यहाँ चाहिँ स्क्रिन बन्द गरेर चाहिँ 1 घन्टा अगाडि त्यो चाहिँ बन्द हुनु पर्यो। यदि हामीले यो 3-2-1 रुल फलो गर्यो भने स्लिपलाई धेरै मद्दत पुर्याउँछ। त्यसै गरी अरू स्लिप हाइजिनका कुराहरूमा चाहिँ दिउँसोमा नसुत्ने, यदि निन्द्राको समस्या छ भने, त्यसै गरी चाहिँ साँझ परेपछि एराउजेबल गराउने खालका सब्सटेन्सहरू जस्तै कफी होला, रेड बुल होला, अथवा एल्कोहल होला, यस्ता कुराहरू चाहिँ हामीले साँझ परेपछि नलिने। अब त्यसै गरी चाहिँ बेडलाई हामीले सुत्नको लागि मात्रै प्रयोग गर्ने। अनि यदि निद्रा लाग्दैन भने साँझतिर केही पत्रिकाहरू पढ्दा अथवा चाहिँ सानो स्वरमा म्युजिक सुन्दा पनि निद्रा लाग्ने नसक्छ। त्यसै गरी फिजिकल एक्टिभिटी, एक्सर्साइजहरूले पनि निद्रामा धेरै मद्दत पुर्याउँछन्। अब त्यसबाहेक चाहिँ हामी राति सुतिराख्दाखेरि निद्रा लागेन भने सुतिराख्ने नगरेर जुरुक्क उठ्ने, 2-3 मिनट यताउता हिँड्ने, अथवा चाहिँ आफ्नो सानोतिनो कामहरू जस्तै कुनै एउटा सर्ट आइरन होला अथवा जुत्ता पलिस होला त्यो गर्ने, अनि बल्ल सुत्न जाने। त्यसले गर्दा चाहिँ डोन्ट वेट फर स्लिप टु कम भनिन्छ। यदि चाहिँ यो एक्टिभिटीहरू गरियो भने पनि निन्द्रालाई मद्दत पुर्याउँछ। त्यसै गरी हाम्रो सुत्ने र उठ्ने टाइम चाहिँ फिक्स हुनुपर्छ। त्यसले चाहिँ एउटा रुटिन मेन्टेन गरेर स्लिपलाई बेटर गराउँछ। र साँझ चाहिँ हामीले ब्याकलिट डिभाइसहरू भन्नाले जस्तै मोबाइल हेरेर अथवा चाहिँ ल्यापटप चलाएर सुत्ने प्रयास गर्यो अथवा टिभी हेरेर सुत्ने प्रयास गरियो भने पनि त्यसले चाहिँ निन्द्रालाई धेरै नै असर पार्दछ। त्यसकारणले अब यदि यो कुराहरू फलो गरेर 15-20 दिन हेरियो र निन्द्रा राम्रो लाग्यो भने त ठिकै छ। यदि त्यसमा पनि समस्याहरू आए भने चाहिँ मानसिक स्वास्थ्य विशेषज्ञ अथवा चाहिँ स्लिप डक्टर्सहरू, इभन रेस्पिरेटरी मेडिसिनका डक्टरहरूले पनि हेर्नुहुन्छ, न्युरोलोजिस्टहरूले हेर्नुहुन्छ र साइकाट्रिस्टहरूलाई भेट्नु जरुरी छ।